आएर मलाई अब के जेपिटी भन्छ मलाई प्रपोज हार्न खोज्छ छोडेर मलाई अब अनि हेर त मलाई अब त्यस्तो भन्छ म त ओके अब के गर्ने त अब होइन ठिकै थियो कि यहाँ त बोका कि बोका दिइरहेछ त के गर्ने अनि लाग्छ अब के 2-3 जनासँग बोलेपछि बोकाउनु भन्न भने के भन्छ त तिम्रो 12 भन्छ त बोली सुन त बोल्ने बेला त्यो मस्की त्यहाँ टन्नै जनासँग यस्तो अनुहार हेर्दै म्यासेज गर्ने होला अनि तिमीलाई बोका नभनेपछि के तिमीलाई त ओहो कस्तो संस्कारी हाम्रो प्रतीक त आमा भन्छ होला होइन तिमी पनि अब केही बोलिन म यहाँनिर काममा बिजी छु क्या त्यही थ्याङ्क यू गाइज सब आइसक्यो है सबजनाले वेलकम गरिदिनु उसलाई डगिन आइसक्यो के अरे प्रतीक अनि नयाँ न्युजहरू सुनेको छ कि छैन भुपुम मायालुहरूको मलाई त केही थाहा छैन म होइन हो अघि पनि यतातिर अब हामी अङ्कल हुनेवाला छ नि त ए जाने होला नि त अब त अस्ति त अब उसमा त गएनौ अब त जाने होला नि त अब त त्यति बेला नि बोलाएको थियो लाटा नगएको कसरी जानु सोच त म चाहिँ त्यहाँ भोज खाएर बस्नु होइन मोजहरूले गरे पनि भोज त खान गए हुन्थ्यो नि यहाँ तिमी पनि कल्तो लाटा हो भोज नखाएकै जाति हो क्या त्यस्तोमा छोडिदेऊ यस्तो कुराहरू यहाँ गिफ्ट आइरहेको छ ट्यागिस अङ्कल होइन रे मामा रे मामा हामी मामा पो पर्छौँ एयरपोर्टमा त गएकै हो नि पुऱ्याउनु रुक म नि अलि यत्रो लामो जेरी दिदी वेलकम जानु पर्यो अब केमा अब यसो व्रत बन्द हुन्छ कि छेउरमा हुन्छ कि के अरे न्वारानतिर यसो ल हुन्छ तिम्रो इच्छा पुरा गरिदिउँला म ल उसलाई चाहिँ हेरौँ न फेरि मेरो इच्छा हो त्यो झन् अस्तिदेखि तिमीले भोज खान छुट्याएको अब यसपालि त नछुट्याऊ है भन्न खोज्या नि उसको चाहिँ 2 चोटि छुटेको थाहा छैन कहाँ छुट्यो फेरि वाट इज माई सुपरस्टार ब्रो डुइङ दिस डेज भन्नुभएको छ त्यो भनेको सुपरस्टार चाहिँ के गर्दैछ आज भोलि भन्दैछ होइन न्वारानतिर जाने तयारी गर्दैछु भन दिनको 18 घण्टा जति चाहिँ म सुत्छु त्यसपछि उठ्छु फेरि सुत्छु पेङ्गिलमा जानुपर्छ चिया पफ खाली चिया गफ